पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम सञ्चालन गरेको छ। 6 गतेबाट सुरु भएको तालिम 8 गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थी एवं शिक्षकका लागि प्रार्थना व्यवस्थापन सम्बन्धी तालिम समेत गराइएको थियो। प्रशिक्षक हरिश ओलीले शिक्षकलाई उत्प्रेरणा तालिम दिएका हुन्। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले शिक्षण सिकाइ फरक अभ्यासबाट लगिनुपर्नेमा जोड दिँदै शिक्षण पेशालाई सम्मानित पेशा बनाउन सके मात्रै शिक्षकहरूको मनोबल बढ्ने र तब मात्रै शिक्षक गुणस्तर सुधार हुन सक्ने औल्याए। न्यून तलब मान्ने समेत शिक्षाको अवस्था नसुधारिएको उल्लेख गर्दै शिक्षक विद्यार्थी र अभिभावकको मेहनतले मात्र शिक्षाको गुणस्तर सुधार हुने उनले बताए। शिक्षकले अभिभावकले अब म तयारी गर्छु र मेरा छोराछोरीलाई सबै समय दिन्छु पढाइका लागि, अभिभावकले विद्यार्थीले अब म तयारी हुन्छु दत्तचित्त भएर पढ्छु अनुशासनमा रहन्छु विद्यार्थीले भन्यो भने मात्रै शिक्षाको गुणस्तर वृद्धि हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ, बुझ्नुपर्छ। अझै पनि शिक्षा ऐन जारी नभएकाले स्थानीय तहले चाहेर मात्रै शैक्षिक सुधार हुन नसक्ने बताउँदै उनले तीनै तहका सरकारको संयुक्त प्रयास हुनुपर्नेमा जोड दिए। नगर प्रमुख शम्भुलाल श्रेष्ठले शिक्षकहरूमा सकारात्मक ऊर्जाले शैक्षिक गुणस्तरमा वृद्धि हुने विश्वासका साथ नगर प्रमुखका 12 अभियान अन्तर्गत व्यावहारिक उत्प्रेरणा तालिमको आयोजना गरिएको बताए। हामी नगरपालिकाले एउटा नगर प्रमुखको 12 अभियान मध्येबाट यो शिक्षालाई गुणस्तरीय शिक्षा बनाउनको लागि बर्दघाटको शिक्षा रूपान्तरण गर्नको लागि हामी जुन अगाडि बढ्यौँ यसले पक्कै पनि सफलता पाउनेछ भन्ने हामीलाई विश्वास लागेको छ। हिजोको कार्यक्रम र आजको कार्यक्रम र भोलिसम्मको कार्यक्रममा यो उपप्रमुख रुद्रप्रकाश उपाध्यायले विद्यार्थीलाई असल संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताउँदै तालिम फलदायी हुने विश्वास गरे। हरेक क्षेत्रमा रूपान्तरणका लागि सकारात्मक चिन्तन हुनुपर्नेमा उनले जोड दिए। जिम्मेवारीको जीवनमा के प्रभाव पार्छ भन्नेतर्फ पनि पक्कै हामी भोलिका दिनहरूमा केही होलान्, हामीसँग बहानाहरू होलान्, हामीसँग विभिन्न कारणहरू होलान्, तर हामीले जहिलेसुकै हामी सकारात्मक सोच्ने कुराले हामी बहाना नबनाऊ, कुनै कसैको ईर्ष्या नगरौँ र जे सक्छौँ जति सक्छौँ हामी सकारात्मक भूमिका निर्वाह गरौँ। सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति विद्यार्थीलाई पढाउने नभई सिकाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको हो। विद्यार्थीहरूलाई शिक्षक र अभिभावकप्रति सम्मान गर्ने वातावरण तयार गर्न व्यावहारिक शिक्षा अपरिहार्य रहनेमा कार्यक्रममा जोड दिइएको छ। उत्प्रेरणा कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने विश्वासका साथ आफूहरू सिंहनगरको शैक्षिक गुणस्तर वृद्धिको अभियानमा लागेको जनाउँदै नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबैलाई यो अभियानमा जोडिन समेत आग्रह गरे।